धेरै भयो बाहिर ननिस्केको, यसो घुम्न जाउँ न त भनेर यसो बाहिर निस्केको थिएँ होइन। निस्केको बेलामा चाहिँ म पुगेँ टोखामा। शनिबारको दिन थियो, टोखामा गएँ होइन। अनि गएपछि म चाहिँ यो फर्स्ट टाइम गएको थिएँ। गइसकेपछि त्यहाँ त पुरै मेला लाग्दो रहेछ कि, यो नेवारी कल्चर नै भन्नुपर्छ होला सायद यो होइन। मैले त यस्तो यो त्यो हुन्छ नि चिउराहरू बनाएको यस्तो यस्तो देखाएको थिइनँ क्या, फर्स्ट टाइम देखाएँ। अनि त्यसपछि शनिबार थियो, गइयो होइन, यसो सरर डुल्यो। अनि त्यसपछि खानेकुराहरू पनि पुरै नेवारी खाजा सेटहरू रहेछ, नेवारी आइटमहरू टन्नै रहेछ होइन। अचारहरू यताउता हुन्छ नि, नेवारी सेटहरू रहेछ होइन। अनि सरर घुमियो, पहिला देख्न सक्नुहुन्छ मस्त मान्छेहरू पनि भिडभाडै थियो होइन। शनिबारको दिन टक्क बाटो नै बन्द गरेर मेला लाग्दो रहेछ कि त्यहाँ टोखामा होइन। तपाईँहरू पनि जान सक्नुहुन्छ, यति शनिबार कतै जाउँ यताउति भन्ने जस्तो लाग्यो भने अब यो महाराजगञ्ज एरिया, वसुन्धरा, अब यता बुढानीलकण्ठ एरिया हुन्छ नि, त्यो टोखाबाट नजिक पर्ने, अब टाढा पर्ने पनि टाइम मिलाएर आउन सक्नुहुन्छ। एक दिन यसो घुम्न जाउँ न त कस्तो हुँदो रहेछ भनेर। हेर्नु कस्तो मजाले त्यो चिउरा कुट्या रहेछ कि। मैले त फर्स्ट टाइम देखेको होइन, कस्तो मजाले चिउरा कुटेर सफा बनाएर अनि त्यो चिउरा खान दिनुहुँदो रहेछ कि उहाँहरूले। रमाइलो लाग्यो, एकदमै रमाइलो लाग्यो। चिउराहरू कुट्ने केलाउने भइरहेको छ त्यहाँ, खाने अब हेर्ने हिँड्ने मजा जस्तै भिडियो बनाउनेहरू पनि हुनुहुन्छ होइन। एकदमै रमाइलो भयो। तपाईँहरू पनि यसो टाइम मिलाएर जान सक्नुहुन्छ होइन। एकदमै रमाइलो रहेछ, राम्रो रहेछ। यो मरीहरू बाराहरू यस्तो मनपर्ने नेवारी खाजा मनपर्नेहरू चाहिँ यसो टाइम मिलाएर शनिबार गएर अब खाएर घुमेर आउन सक्नुहुन्छ। म पनि गएको थिएँ, त्यसैले सानो भिडियो पोस्ट गरेको छु, हेरिदिनु होला। सबैजनाले माया गरिदिनु होला, लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू सो मच सबैजनालाई। यो मरी हेर्नु न, यो मरी। थ्याङ्क यू सबैजनालाई, जसले भिडियो हेर्नुभयो नहेर्नुभयो सबैलाई थ्याङ्क यू सो मच। लभ यु अल।